बाराको जितपुर सिमारा एक भक्तिनगर टोलकी 3 वर्षीय बालिका गरिमा चौधरीको जघन्य बलात्कार र हत्या प्रकरणले सिङ्गो देशलाई स्तब्ध बनाएको छ। स्थानीय सरस्वती प्राथमिक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत ती बालिका गत 31 साउनको बिहान घरबाट हराएकी थिइन्। अनुसन्धानका क्रममा ना 1/7758 नम्बरको म्याजिक भ्यानका 16 वर्षीय सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर खाली कोठामा लगी जबरजस्तीकरण गरी पहिचान खुल्ने डरले हत्या गरेको रहस्य बाहिर आयो। प्रहरीले यस जघन्य अपराधको आरोपमा सहचालक थापा र म्याजिक भ्यानका धनी 24 वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरी बारा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ। तर यस संवेदनशील र क्रूर अपराधको कानुनी अनुसन्धान चलिरहेकै बेला सामाजिक सञ्जालमा अर्को एउटा गम्भीर दृश्य सतहमा आएको छ। हत्कडी लगाइएको अवस्थामा प्रहरीकै रोहबरमा बयान दिइरहेका नाबालक आरोपी सुमन थापाको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भाइरल भइरहेको छ। अदालतको फैसला र अभियोग पत्र दर्ता अगावै अनुसन्धानको संवेदनशील चरणमा रहेका नाबालक आरोपीको यस्तो भिडियोलाई भाइरल कन्टेन्ट बनाउनुले हाम्रो डिजिटल साक्षरता, गोपनीयताको कानुनी अधिकार र न्याय निरूपणको स्थापित सिद्धान्तमाथि गम्भीर आघात पुर्याएको छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा हत्कडी लगाइएका नाबालक आरोपी सुमन थापाको अघिपछि 2 जना प्रहरी ड्युटीमा खटिएका देखिन्छन्। उनले बयान दिने क्रममा अर्का एक प्रदीप खड्का नाम गरेका किशोरसँग मिलेर बालिकालाई चकलेटको प्रलोभन देखाई कोठामा लगेको, आलोपालो करोडी गरेको र पोल खोल्ने डरले तन्ना र रस्सी प्रयोग गरी झुन्ड्याएर हत्या गरेको जस्ता सङ्गीन र विभत्स विवरणहरू ओकलिरहेको देखिन्छ। यो भिडियो कुनै मूलधारका सञ्चार माध्यम वा पत्रकारले खिचेका भने होइनन्। बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार अभियुक्तलाई पक्राउ गरिसकेपछि स्वास्थ्य जाँचका लागि अस्पताल लैजाँदा त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रश्न सोध्ने क्रममा यो भिडियो रेकर्ड गरेका थिए र पछि त्यहीबाट यो सामाजिक सञ्जालमा बाहिरिएको हो। अभियुक्तलाई मुखमा मास्क लगाएर मात्र बाहिर ल्याइने भएकाले यो भिडियो बाहिर आउनु भनेको हाम्रो प्रोटोकलको स्पष्ट उल्लङ्घन हो। प्रहरीकै रोहबरमा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यो लापरवाहीले प्रहरीको अनुसन्धान प्रोटोकलमाथि गम्भीर प्रश्न खडा गरेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक डिआइजी अभिनारायण काफ्लेले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताए। उनले भने यस्ता संवेदनशील मुद्दाको अनुसन्धानका क्रममा लिएका अडियो तथा भिडियो प्रहरीले सार्वजनिक गर्ने अभ्यास छैन। यसैगरी सांसद ज्वाला सङ्ग्रौलाले पनि आक्रोश व्यक्त गर्दै भनेकी छिन्, नाबालिकाको हत्याराले प्रहरी समक्ष दिएको बयानको भिडियो सार्वजनिक कसरी भयो? यस्तो गम्भीर र क्रूर बयान सार्वजनिक गर्दा समाजमा कस्तो असर पर्छ भन्ने सामान्य चेत, कमन सेन्स समेत नराखी सञ्जालमा भिडियो फैलाउने, सर्कुलेट गर्ने र प्रसारण गर्नेलाई खोजी खोजी कानुनी दायरामा ल्याइयोस्। अदालतमा अभियोग पत्र दायर नहुँदै अनुसन्धानको क्रममा रहेका 16 वर्षीय नाबालक आरोपीको पहिचान र बयानको भिडियो सार्वजनिक गर्नु स्पष्ट रूपमा गैरकानुनी र दण्डनीय कार्य हो। 3 वर्षीय अबोध बालिका गरिमा चौधरीको जघन्य हत्या र बलात्कारको दोषीले कानुन अनुसार कडाभन्दा कडा सजाय पाउनै पर्छ। तर डिजिटल युगको उन्मादमा अनुसन्धानको मर्यादा नै सखाप पार्ने गरी नाबालक आरोपीको हत्कडी सहितको बयानको भिडियो भाइरल बनाउनु न्यायको प्रक्रिया होइन। यस्तो प्रवृत्तिले अभियुक्तको मानव अधिकार मात्र होइन, प्रहरीको कानुनी प्रमाणको वैधतालाई समेत कमजोर बनाउने भन्दै सामाजिक वृत्तमा चिन्ता व्यक्त गर्न थालिएको छ।